हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। फाइनल्ली आज म भ्लग बनाउँछु भनेर चाहिँ निस्किसकेँ रुमबाट। योभन्दा अघिल्लो हप्ता चाहिँ मैले भ्लग हालिनँ, बिदा थियो हाम्रो शनिबार आइतबार। तर यो हप्ता चाहिँ मैले भ्लग हाल्छु भनेर चाहिँ रुमबाट चाहिँ निस्किसकेको छु। योभन्दा अघिल्लो हप्ता पनि बिदा चाहिँ थियो हाम्रो। मैले योभन्दा अगाडिको भ्लगमा चाहिँ रुमबाट देखाएको थिएँ कहाँ जान्छु भनेर चाहिँ भ्लग बनाउनको लागि। म चाहिँ त्यहाँनिर जाँदैछु अहिले चाहिँ म रुमबाट चाहिँ बाहिर निस्किसकेको छु। यो चाहिँ हाम्रो पार्किङ गर्ने ठाउँ रहेको छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो रुम नम्बर हो। रुम नम्बरमा चाहिँ यस्तो आउँछ के हो यो चाहिँ हामीलाई थाहा हुँदैन यो के हो, हेर्न सक्नुहुन्छ। के आएको रहेछ। मेरो साइकल चाहिँ जस्ताको त्यस्तै छ है। मेरो साइकल चाहिँ बनेको छैन, यसलाई चाहिँ पछि बनाउनु पर्ला। आज नि ट्राई गरेको भएन। अर्को नयाँ यो नयाँ किनेर चाहिँ यो हालेको, तर पनि हावा चाहिँ गयो। त्यही भएर चाहिँ यसलाई साइकल बनाउने ठाउँमा चाहिँ लैजानुपर्छ। हेर्न सक्नुहुन्छ। म चाहिँ अब जाँदैछु त्यतातिर। म चाहिँ एक्लै भ्लग बनाउँदै हिँडिरहेको छु। साथी चाहिँ रुममै छ। ल गाइस, फाइनल्ली म चाहिँ आइसकेँ त्यो डाँडाभन्दा मुनि, हेर्न सक्नुहुन्छ। अब यहाँबाट चाहिँ माथि जाने, हामी चाहिँ ठाडै माथि सिधै उकालो छ हल्का, हेर्न सक्नुहुन्छ। खतरा छ है, डाँडा चाहिँ खतरा छ। अघि बाटोमा चाहिँ मैले किन बनाएन भन्दा त्यहाँ धेरै मान्छेहरू नि हुन्छ अनि गाडीहरू नि हुन्छ। त्यही भएर चाहिँ मैले सिधै यहाँ आएर चाहिँ बनाएको छु। तपाईँहरूलाई चाहिँ म माथि गएर चाहिँ डाँडाबाट चाहिँ भ्यू देखाउँछु कस्तो छ भनेर। हेर्न सक्नुहुन्छ। यो ठुलो चाहिँ यो म्युजियम हो। यहाँभित्र चाहिँ गएको छैन, तर यो चाहिँ म्युजियम हो भन्ने चाहिँ सुनेको छु मैले। हेर्न सक्नुहुन्छ। बाटो नि खतरा छ, अलि उकालो छ। हेर्न सक्नुहुन्छ। भर्खरै पानी पर्ला जस्तो भयो है। फेरि अँध्यारो भयो, चिसो हावा चलिरहेको। ल है गाइज, यो चाहिँ बन्छ। तर यहाँ चाहिँ मैले भुइँमा चाहिँ के देखेँ भन्दा चाहिँ कटुस देखेँ। तर यो कटुस हो कि होइन है, कटुस जस्तै छ है यो, हेर्न सक्नुहुन्छ। यो कटुसै त होला नि होइन, हेर्न सक्नुहुन्छ। म चाहिँ यसलाई टोकेर चाहिँ ट्राई गर्छु। सेम कटुसै जस्तो छ है काँडाहरू नि। म त ट्राई गर्छु कोरियाको कटुस चाहिँ कस्तो हुँदो रहेछ। यो त अलिक नमिठो रहेछ, कुहिएको भएर के हो, कटुस हो कि थाहा भएन। तर सेम कटुस जस्तो छ है। योभन्दा ठुल्ठुलो नै हुन्छ है यहाँको कटुस। हेर्न सक्नुहुन्छ। बोक्रै यत्रो छ है, योभन्दा ठुल्ठुलो पाइन्छ है यहाँ कटुस। यत्रो छ है कटुस है, यत्रो कटुस। नेपालमा चाहिँ यत्रो चाहिँ अलिक खास चाहिँ हुँदैन। ल है गाइज, अब चाहिँ यहाँ त डाँडामा आइपुग्नु लागिसकेँ। डाँडा हेर्न सक्नुहुन्छ। हेरेँ यो डाँडा। अब यहाँबाट जानुपर्ने हुन्छ हामीले सिधै। कोही छैन है, सुनसान छ वन। यो पार्क, यो खास पार्क जस्तै हो यो, तर पनि मान्छे चाहिँ खासै हुँदैन। आउनु त आउँछ, बुढाबुढीहरू चाहिँ आउँछ यहाँ यसो एक्सर्साइजको लागि। माथितिर हुनसक्छ बुढाबुढीहरू, मान्छे हुन्न, नत्र अरू मान्छे हुँदैन खासै। बिदाको दिन भए पनि मान्छे चाहिँ खासै हुँदैन है यता। सुनसान छ। यो सल्लाहको बोटहरू हेर्नु कति ठुल्ठुलो छ। यहाँ चाहिँ दुईवटा बाटो छ। म चाहिँ यता मुनिको बाटोबाट घुमेर अलि फर्किने बेला चाहिँ यताको बाटो चाहिँ आउँछु। हेर्न सक्नुहुन्छ। अहिले फेरि घाम लाग्यो है। अघि पानी पर्ला जस्तो भएको थियो, अहिले फेरि घाम लाग्यो। म चाहिँ यो बाटो जान्छु अब। यो सबै बाटो चाहिँ बनाएको रहेछ। यो राम्रै थियो, तर पनि फेरि बनाउँछ है यिनीहरूले। राम्रै भए पनि बनाइरहेको हुन्छ बाटोहरू चाहिँ। राम्रो नेपालमा भएको भए यतिको भयो भने चल्थ्यो, तर यहाँ चाहिँ एकदमै राम्रो बनाउन खोज्छ है। त्यहाँ माथि नि एउटा राम्रो ठाउँ थियो, तर पनि त्यसलाई भत्काएर बनाएको रहेछ। त्यहाँ अलिक हल्का देखाउँछु, हेर्न सक्नुहुन्छ। अहिले चाहिँ बनाउँदै रहेछ भर्खरै बाटो। त्यहाँ बस्ने ठाउँ पनि छ है, तर खोइ हुन्न। तर बस्ने ठाउँ चाहिँ हुन्छ है। हेर्न सक्नुहुन्छ। कोही छैन ल, मान्छे कोही छैन, तर पनि बस्ने ठाउँहरू चाहिँ राखिदिएको हुन्छ। ओहो, यहाँ सानो पोखरी बनाएर रहेछ। पानी टाल्दै रहेछ, किन हो पानी चाहिँ टालेर राखेको यहाँ। यस्तो बाटो टुई भ्लग गर्दै हिँड्न, एक्लै भ्लग बनाउँदै हिँड्ने हो, मजा हुन्छ।
बिदाको दिन अब के हो नि त टाइम पास यही हो सुनसान छ यताबाट नि यता र यताको बाटो छ म चाहिँ यताको बाटो जान्छु उक्लिन्छु हेर्नसँग चाहिँ यहाँ पनि छ है बहिनी ठाउँ यहाँ के लेखेको छ यहाँ चाहिँ यस्तो लेखेको छ म चाहिँ यो बाटो जान्छु चराचुरुङ्गीहरू चाहिँ सुन्न सक्नुहुन्छ चराचुरुङ्गी कराइरहेको छ कति चराहरू छ यहाँ यस्तो बाटो हेर्न सक्नुहुन्छ यही हो बाटो खतरा छ है यस्तै राम्रो बाटो थिए त्यहाँ मुनि सबै भत्काएर फेरि बनाउनु ला यो बाटोको बिचमा रुख पनि छ यसलाई फालेन चाहिँ किन हो हेर्न सक्नुहुन्छ ए डाँडाको बिचमा पानी जानलाई पानीको लागि ठाउँ काटेको सानो कुलो बनाएको हेर्न सक्नुहुन्छ म चाहिँ अब डाँडामा आइपुग्नु लागिसकेको छु हेर्न सक्नुहुन्छ घाम पनि लागिरह ट्याक्कै अहिले 3 बजेको घाममा म चाहिँ डाँडा उक्लिँदैछु अघि पानी पर्ला जस्तो भएको थियो फेरि घाम लाग्यो कोरियाको मौसम के हो म चाहिँ तपाईँहरूलाई अब यो डाँडाबाट भ्यू चाहिँ देखाउँछु कस्तो रहेछ त्यो भ्यू म बस्ने ठाउँको भ्यू चाहिँ कस्तो छ तपाईँहरूलाई देखाउँछु खासै ठुलो चाहिँ छैन सहर त्यही पनि म तपाईँहरूलाई म बस्ने ठाउँको एरियाको भ्यू देखाउँछु यो डाँडाबाट सकेला है यति हिँड्दा नि कोही छैन सुनसान ल है गाइज म डाँडामा आइसकेँ तपाईँलाई देखाएको डाँडा चाहिँ यही हो उहाँबाट तपाईँहरूलाई चाहिँ म भ्यू चाहिँ देखाउँछु कस्तो रहेछ है म बस्ने ठाउँको हेर्न सक्नुहुन्छ म बस्ने एरिया चाहिँ यही हो म चाहिँ उता टाढाबाट चाहिँ आएको हो म बस्ने ठाउँ चाहिँ कहाँ भन्दा म तपाईँहरू चाहिँ देखाउन चाहन्छु यहाँबाट चाहिँ खासै नदेखिँदो रहेछ है म बस्ने ठाउँ चाहिँ तर कहाँनिर हो भन्दा चाहिँ हेरेर चाहिँ निर है हेरेर यही साइडतिर है यही साइडतिर चाहिँ हो म बस्ने ठाउँ कस्तो लाग्यो है गाइस यही है म बस्ने ठाउँ चाहिँ एरिया चाहिँ याङसाङसी भन्छ है बस्ने ठाउँ चाहिँ बुक्चङ याङसाङसीको बुक्चङमा ल गाइस तपाईँहरूले भ्यू पनि हेर्नुभयो म बस्ने ठाउँको अब चाहिँ म तपाईँहरूलाई एक राउन्ड चाहिँ हानेर चाहिँ फेरि उताबाट निस्किन्छु सिधै म चाहिँ माथि जान्छु यो चाहिँ कोरियाको एकदमै पुरानो प्राचीन घर यस्तै हुन्थ्यो पहिला कोरियामा यहाँ अहिले चाहिँ सबै यो बिल्डिङ छ नत्र पहिला चाहिँ यस्तै घरहरू चाहिँ हुन्थ्यो हेर्न सक्नुहुन्छ अब चाहिँ म अब माथि जान्छु सिधै दामी छ है ठाउँ चाहिँ अब चाहिँ हामीलाई माथि अलिअलि मान्छेहरू चाहिँ हुन्छ त्यही पनि म तपाईँहरूलाई यसो घुमाएर चाहिँ आउँछु टन्नै मान्छे हुन्थ्यो अब चाहिँ कोही फेला पर्ने नै हातै गल्दो रहेछ है यो क्यामेरा समातेर हिँड्दा चाहिँ हातै गलिसक्यो मेरो मैले अस्ति टिकटकमा भिडियो हालेको चाहिँ यही डाँडाबाट है यही डाँडामा चाहिँ खिचेको जान दिन्थेन तर म चाहिँ गएर भिडियो नि बनाएँ यहाँ चाहिँ मिल्दैन होला सायद डाँडामा जान चाहिँ त्यो मान्छेहरू पनि खस्सै जाँदैन हेर्न सक्नुहुन्छ यही डाँडा हो त्यहाँ पनि केही बनाइरह है यहाँ पनि पहिला केही पनि थिएन यो माथि डाँडातिर पनि जान मिल्थ्यो अहिले चाहिँ खासै गाडी भयो त्यतातिर केही गर्दै होला बनाउँदै होला त्यही भएर चाहिँ म त्यतातिर जाँदिनँ यहाँबाट जानलाई त्यता जान चाहिँ यताबाट जानुपर्छ म चाहिँ सिधै माथि जान्छु है सिधै अगाडि म चाहिँ यो बाटो चाहिँ जान्छु है यो बाटो चाहिँ जान्छु यो बाटो गएर माथिबाट अनि सिधा त्यहाँबाट चाहिँ घुम्छु है यता जान्छु फेरि फर्किन्छु है धेरै हिँड्नु नि हुँदैन बिदाको चाहिँ रेस्ट पनि गर्नुपर्छ त्यही भएर चाहिँ म तपाईँहरूलाई एक राउन्ड हालेर चाहिँ फर्किन्छु है यही बाटो राम्रो छ है सुनसान छ बिदाको दिनमा आएर बस्दा मजा आउँछ है कोही हुँदैन हल्लाहरू नि हुँदैन नेपालमा भएको चाहिँ हल्ला रक्सी सक्सी खाने के गर्थ्यो मान्छेहरूले यहाँ चाहिँ सुनसान केही हुँदैन तपाईँहरूले चाहिँ म त्यही हो एउटा भ्यू भनेको त्यही हो अरू चाहिँ खासै केही पनि छैन यहाँ चाहिँ मान्छे छ जस्तो लाग्यो यहाँ टन्नै मान्छे हुन्छ धेरै जस्तो प्रायः मान्छे हुन्छ यहाँ चाहिँ मान्छे भएको ठाउँमा चाहिँ ब्लग बनाउन मिल्दैन
मान्छे छ नि यहाँ त्यहाँनिर गएर चाहिँ बस्छु भनेको त्यहाँ चाहिँ मान्छे रहेछ त्यही मान्छेहरू चाहिँ यहाँ वकिङको लागि आउँछ त्यही भएर चाहिँ म यता डाँडातिर आएर चाहिँ बसेको छु एकछिन बस्छु अनि अहिले जानु पर्ला एकछिन बसेर मैले चाहिँ अघि आउनु बेला स्टोरबाट चाहिँ मार्टबाट चाहिँ स्प्राइट ल्याएको छु अब त एकछिन स्प्राइट खान्छु अन्त ल है गाइस म चाहिँ एकछिन बसेँ यो खाँदै अब चाहिँ म फर्किन्छु त्यहाँको मान्छेहरू पनि गएछ त्यहाँ अघि बसिरहेको थियो सबै गएछ अब चाहिँ म यताबाट फर्किन्छु यताबाट टेक्का लगाएर फर्किन्छु म एउटासँग चाहिँ यो चाहिँ एक्सर्साइज गर्ने ठाउँ मैले पहिलाको भ्लगमा पनि देखाएको थिएँ होला उता होला यहाँ एउटा कुरा देखाउँछु है यो चाहिँ के होला है यो गोलो गोलो चाहिँ यो के होला तपाईँहरूलाई के लाग्छ है यो गोलो गोलो म तपाईँहरूलाई यो के हो यहाँ देखाउँछु है यस्तो हाँसो लाग्दो कुरा है यो चाहिँ पहिला सानो सानोमा हजुरले पनि गर्नुभयो होला यो चाहिँ गरेर देखाउँछु है के हो भन्दा यो चाहिँ यस्तो है यो चाहिँ यस्तो है सानो सानो गर्नु भन्दा हो भएन यो लास्टै अलिक गर्नुको रहेछ फेरि गरेर देखाउँछु है सानो टायर गरिन्थ्यो यहाँ चाहिँ यो चाहिँ एक्सर्साइजको लागि राखेको हो यहाँसम्म हुन्छ राखिदिउँ फेरि चाहिँ जाएकोसम्म त्यही राखेर राख्नुपर्छ ल गाइज अब यहाँबाट चाहिँ म फर्किन्छु अब त्यो माथितिर मान्छेहरू छ त्यहाँ के बनाइराखेँ म चाहिँ यहाँबाट अब यो एक्सर्साइज के गर्नु यो घाममा जिउ पोलिसक्यो अब चाहिँ म यहाँबाट अब फर्किन्छु सिधै उता साथीहरूले पनि बोलाखा उता मुनि जाने भन्दा त्यो एउटाबाट म त्यही भएर चाहिँ छिटो फर्किहाल्छु ए बाटो यस्तो छ ठाडै ओह्रालो है अब अघि उकाल्नु उक्लियो ठाडै ओह्रालो टेन्सन चाहिँ यतिको बाटो थियो यहाँ योभन्दा राम्रो बाटो थियो है यहाँ यतापट्टि सबै भत्काएर बनाउनुला के भएको है कोरियालाई मान्छे कोही हुँदैन तर विकास चाहिँ हुन्छ है यहाँ चाहिँ हेर्नु यति राम्रो बाटो थियो यहाँ योभन्दा राम्रो बाटो थियो तर त्यही पनि भत्काएर चाहिँ के चित्त बुझेन भत्काएर चाहिँ फेरि बनाउँदैछ यो म चाहिँ अब यहाँबाट सिधै मुनि जान्छु यो के जस्तो लाग्छ गाइस तपाईँहरूलाई म तपाईँहरूले देखाउँछु है के हो भनेर यस्तो गर्ने यहाँ जाने म चाहिँ यो स्प्राइट यहाँ राख्छु अनि यो झिक्छु यहाँ चढ्ने स्टार्ट गर्नको लागि यो चाहिँ अब हामी यत्रो बाटो हिँड्यौँ नि धुलो लाग्छ त्यही सफा गर्नको लागि हेर्ने सफा गर्ने सफा भयो अनि फेरि यसरी राखिदिने यो टेक्नोलोजी भनेको यस्तो विकास दिएको सुविधा दिन्छ है यहाँ कोरियाको सरकारले त्यस्तो सुविधाहरू दिएको हुन्छ हेर्नु यता डुलियो अब फोहोर हुन्छ नि त धुलोहरू टाँसेको हुन्छ त्यसलाई सफा गर्ने मान्छे त कति सुविधा छ कोही आउँदैन फेरि मान्छेहरू खासै हुँदैन त्यही पनि यस्तो फेसिलिटी छ है नेपालमा यस्तो नेपालमा यस्तो थाहा पनि छैन होला यस्तो हुन्छ भनेर अब छिटो फर्किहाल्छु अब साथीहरूले फोन गरेर बोलाइसकेँ म चाहिँ भ्लग बनाउने भनेर चाहिँ म एक्लै आएको थिएँ कि साथीहरूले फेरि मुनि जाने भनेर कल गरिसकेँ त्यही भएर चाहिँ म गएर साथीहरू त्यहाँ कुदिरह बाटो पनि ठाडै ओह्रालो अघि ठाडै उकालो उक्लेको अघि जहाँबाट म तपाईँहरूले त्यो अर्को बाटो देखाएको थिएँ त्यहीँनिर आइपुग्नु लाएँ अझै यो अब फाल्ने ठाउँ चाहिँ छैन डस्टबिन चाहिँ यो उमा चाहिँ डस्टबिन चाहिँ छैन है एउटा डस्टबिन राख्दै भए चाहिँ राम्रो हुन्थ्यो डस्टबिन छैन अब कहाँ लगेर फाल्ने गोजीमा हाल्ने रुममा लगेर फाल्ने यहाँ चाहिँ बाहिर फाल्नुहुन्न थाहा पायो भने चाहिँ एकदम फाइन लाग्छ त्यही भएर चाहिँ गोजीमा हाल्ने जाने रुममा अघिकै ठाउँमा आइपुग्यो अघि कहाँ थियो अघि हामी यहीँ थियौँ अघि यहीँबाट चाहिँ म उताको यही बाटो उताको गएँ नि त राउन्ड हालेर यहाँ आइपुगेँ सबै पनि लगाइसक्यो अन्त हिँड्दा ल गाइस भ्लग चाहिँ यति नै गरौँ भ्लग नि धेरै लामो भइसक्यो होला जस्तो लाग्यो मलाई त्यही भएर चाहिँ म तपाईँहरूलाई अर्को भ्लग चाहिँ हाल्छु कतै गएँ भने तपाईँहरूलाई यदि मेरो भ्लग राम्रो लाग्छ भने
भ्लगलाई लाइक, सेयर, कमेन्ट अनि च्यानललाई सब्स्क्राइब चाहिँ गरिदिनु होला। सी यू गाइज अन नेक्स्ट भिडियो। बाई बाई।